आदरणीय दर्शकबिनहरू, आज चाहिँ हामी यो हुम्लाको कालीकोट भन्ने ठाउँमा जाने बाटो बनाएर फर्किने क्रममा छौँ। यहाँनिर सबैतिर मालिङ्गो नै मालिङ्गो छ, देख्न सक्नुहुन्छ। यो हुम्लाको कालीकोट जाने बाटो हो। हाम्रो खाजा चाहिँ अब यो चाउचाउ छ। यो चाउचाउ खाँदै हामी बाटो निर्माणमा लागिरहेका छौँ। यस्तो बाटो हामी निर्माण गर्दै आउँदैछौँ। एकदमै हुस्से लागेको कारणले गर्दाखेरि यहाँबाट त्यहीँको पनि नदेखिने भइरहेको अवस्था छ। यतिखेर यताबाट बाटो निकाल्नु पर्यो भनेर हामीले ढुङ्गाहरू पल्टाएको थियौँ, तर यहाँबाट बाटो निकाल्न असम्भव भएको कारणले गर्दाखेरि फेरि हामीले यताबाट बाटो हालेको छौँ। ढुङ्गा चट्टानको अवरोधको बावजुद पनि हामीले सानो गोरेटो बाटो निर्माण गर्दैछौँ। हामी अब यो सानो गोरेटो पुरा गरिसकेपछि चाहिँ हामी सरकारबाट अनुमति लिएर यहाँ हामी रेलको लिक बिछाउने कोसिस गर्नेछौँ। हामीले यो सानो गोरेटो बनाउँदै अब रेलको लिकहरू बस्ने ठाउँहरू पनि चट्टानहरू फोरेर बनाउँदैछौँ। यहाँनिर यो चिम्मल हो, यो चाहिँ गुराँसको ठिम्मर, यो चाहिँ गुराँस हो। गुराँसै गुराँस छ वरिपरि। यो गुराँस सुराँस सबै मासिन्छ हामी यो रेल कुद्ने ठाउँ बनाउँदाखेरि। यो चाहिँ अब सानो, यो चाहिँ कर्णाली नदी हो। यो चाहिँ कर्णाली नदी यहाँबाट बगिरहेको छ। यो कर्णाली नदीको पनि पुल निर्माण भएको छैन। अहिले हामी यहाँ पुल हाल्ने कोसिसमा थियौँ, तर पुल पास भएको छैन। पास भएपछि म त्यसको पनि भिडियो बनाएर तपाईँहरूलाई जानकारी गराउनेछु। यो भिडियो हेर्दै म सानो जानकारी गराउन चाहन्छु। यो भिडियो मन पर्यो र यस्तै भिडियो चाहिएको छ भने मलाई सब्सक्राइब गरेर, लाइक गरेर, सेयर पनि गरेर मलाई साथ दिन सक्नुहुन्छ। यति दुःख गरिरहेको छौँ हामी नेपाली जनताको लागि, रेल कुदोस् भनेर। यत्रो बाटो हामीले निर्माण गरिरहेको छौँ। यो भिडियो हेरेर अलिकति भए पनि हाँसेर दिनभरिको दुःख थकानलाई बिर्सिदिनु होला। बिर्सिँदै मलाई सब्सक्राइब पनि गरिदिनु होला। हामीले यहाँ चाहिँ कर्णाली नदीको पुल बनाएको छौँ। यो चाहिँ कर्णाली नदी थियो, तल चाहिँ पुल बनाएको छैनौँ हामीले। यहाँ चाहिँ पास भएर हामीले पुल निर्माण गरेको छौँ। यहाँ तलबाट कर्णाली नदी बग्दैछ।